ल हेलो एन्ड वेलकम। ठिक छ, म आज स्टार्ट गर्छु है त। र आज हामी के गर्छौँ? आज हामी कोलमको लेआउट त्यसै गरी ट्रेन्स प्लानहरू गर्छौँ है त। र ठिक छ, हामीले हिजो गरेको ड्रइङ फाइल ओपन गर्छु म। हिजो हामीले यो फाइलमा काम गरेको थियौँ। सेम प्रकारले अर्को एउटा फाइल पनि म ओपन गरिराख्छु। यहाँ ओपन हुँदैछ। ल ठिक छ, अब हेर्नुहोस् है त। हामीले हिजो के गरेको थियौँ भन्दाखेरि यहाँनिर हेर्न सक्नुहुन्छ सेक्सन बनाएको थियौँ। त्यो पछि यहाँनिर हामीले एउटा फाउन्डेसनको यो सेक्सन बनाएको थियो है त। अब यसमा एनोटेसनहरू चाहिँ तपाईँहरूले दिनुहोस् है त। यहाँनिर लिडर युज गरेर बनाउने काम त्यति लेख्नु होला। यहाँनिर अरू सकिसकेको छ, लेख्ने काम मात्र बाँकी छ, त्यो तपाईँहरूले गर्नु होला है त। अब यहाँनिर हामी आज कोलमको लेआउट प्लान बनाउँछौँ। हेर्नुहोस् है त कति सजिलो छ है। यहाँ हेर्नुहोस् ल, निकै नै सजिलो छ हाम्रो लागि, धेरै नै फास्ट हुन्छ यो काम। अब यहाँनिर तपाईँले के गर्ने भन्दाखेरि तपाईँको यो जुन ग्रिडहरू छ नि, यो ग्रिडहरू एउटा अनि अर्को हामी कोलमहरूलाई कपी गर्छौँ। जस्तै यो रिफरेन्स फाइलमा हेर्न सक्नुहुन्छ कोलमको लेआउट प्लानमा ग्रिड र कोलमलाई कपी गरेर ल्याइएको छ भनेपछि हामीले के गर्ने, जस्ट यसलाई कपी गर्ने र उतातिर लाने। अब कपी गर्दा कसरी गर्ने भन्दा यहाँ हेर्नुहोस् है त, यसरी सेलेक्ट गर्नुहोस्। ग्रिड सर्कल टेक्स्ट सेलेक्ट भयो होइन, यसरी सेलेक्ट गर्दा सर्कल टेक्स्ट र ग्रिडको लाइन सेलेक्ट भयो। सेम प्रकारले यहाँनिर म कोलमलाई पनि यसरी सेलेक्ट गर्छु। ग्रुपिङ गरेको थिएँ मैले कोलम पहिले नै। ल हेर्नुहोस् है, यसरी सेलेक्ट भयो। अब राइट क्लिक सेलेक्ट गर्ने, त्यो पछि सेलेक्ट सिमिलर गर्ने है त। हेर्नुहोस् त सबै सेलेक्ट भयो, बट अरू ड्रइङबाट पनि सेलेक्ट भयो। यिनीहरूलाई डिसेलेक्ट गरिदिउँ। सिफ्ट दाबिरहेको छु मैले, फेरि सेलेक्ट गरेँ भनेपछि त्यो कुरा डिसेलेक्ट भयो। अब यताको पनि त्यही गरौँ। अब यसलाई कपी गर्ने, सिओ कपी यतातिर ल्याएर राख्नुहोस् है त। यसरी ल्याएर राख्नुहोस्। एक दुईवटा यहाँनिर ड्रइङ सेलेक्ट भएको छ, यसलाई डिलिट गर्न सकिन्छ, नो प्रब्लम। हेर्नुहोस् त एकैछिनमा निकै नै फास्ट मैले यहाँनिर एउटा कोलमको लेआउट प्लान बनाइसकेको छु है त। यसरी बनाइसकेँ। अब यहाँनिर डाइमेन्सन चाहिँ राखिदिनुहोस् है त। तपाईँहरूले सिम्पल डाइमेन्सन राखिदिने। हेर्नुहोस् यसरी तपाईँले ग्रिडदेखि ग्रिडसम्मको डाइमेन्सन यसरी दिन पर्ने हुन्छ। यसरी एउटा डाइमेन्सन दिनु, त्यो पछि डिसिओ गरेर यसरी 1 2 3 यसरी राखिदिन सक्नुहुन्छ। अथवा अर्को एउटा अप्सन छ, के छ भन्दाखेरि क्विक डाइमेन्सन भन्ने हामीले पढेको थियौँ होला होइन त। त्यसको लागि कमान्ड के छ, QDIM भनेर छ। भनेपछि QDIM इन्टर, यसरी सेलेक्ट इन्टर, त्यो पछि यसरी यहाँनिर ल्याएर राखिदिनुहोस्। एकै तालीमा वान क्लिकमा भयो है त। फेरि स्पेस गर्छु, यसरी सेलेक्ट गरेँ, त्यो पछि यतातिर ल्याएर राखिदिने। यहाँ भित्रतिर आइरहेको छैन, बाहिरतिर ल्याएर राखिदिन सक्नुहुन्छ। अनि यसलाई मुभ गरिदिन सक्नुहुन्छ हजुरले। हेर्नुहोस् त यसरी गर्न सकिन्छ है। यो तपाईँहरूले गर्नुहोला, यो डाइमेन्सन राखिदिनु होला है त। अब यहाँनिर कोलमको हामीले यहाँनिर नेमिङ दिनपर्छ। हेर्नुहोस् है त, यो कलम कुन हो त, यसको डाइमेन्सन कति हो त है त। यहाँनिर हामीले डाइमेन्सन देखायौँ भने अलिकति सानो हुन्छ, ड्रइङमा राम्रो हुँदैन है। अब यहाँनिर डाइमेन्सन त हजुरले राखिदिनु होला है। यसरी डाइमेन्सन राखिदिन सक्नुहुन्छ। बट हेर्नुहोस् त यो डाइमेन्सन एक त यसको टेक्स्ट यो ड्रइङ जतिकै छ, अनि यहाँनिर ड्रइङभन्दा पनि डाइमेन्सन ठुलो लागिरहेछ। अनि तपाईँको अर्को के प्रब्लम आउँछ भन्दा यसरी अब यदि हामीले टेक्स्टलाई सानो पार्न खोज्यौँ भने ड्रइङ त यसरी हेरिन्छ, लगभग यतिको त हामीले प्रिन्ट गर्छौँ, अनि त्यो डाइमेन्सन मजाले देखिन्न। भनेपछि यहाँनिर अब हामी ग्रिडको फाइदा लिन्छौँ। यहाँनिर हेर्नुहोस् यो कोलम कुन ग्रिडमा छ, A1 ग्रिडमा छ, अर्थात् ए ग्रिड र 1 भन्ने ग्रिडको इन्टरसेक्सनमा छ यो है त। भनेपछि यसको नाम A1 भयो। सेम प्रकारले यसको नाम C1 भयो, यसको नाम C2 भयो, यसको नाम D4 भयो। यसरी नेमिङ गरिन्छ। जस्तै यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् है, यहाँनिर डाइमेन्सन दिएको छ, यसरी राख्न पर्दैन है। अब यो डाइमेन्सन चाहिँ दिनु होला QDIM युज गरेर है। अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ C1 C2 C3 C4 भनेर लेखेको छ। हेर्नुहोस् है त। अब यसरी लेखिसकेपछि यसको फाइदा कसरी उठाउने भन्दा एउटा कोलमको रेन्फोर्समेन्ट सेड्युल भनेर बनाइदिने। ओके, र म तपाईँहरूलाई यो फाइल प्रोभाइड गरिदिन्छु। र एउटा कुरा याद गर्नुहोस्, तपाईँले मैले यदि यो फाइल प्रोभाइड गरेँ भने आफ्नो लाइफभरि जिन्दगीभरि
कहिले पनि कोलमको ड्रइङ फेरि बनाइराख्न पर्दैन है त। कुरो बुझ्नुभयो? मैले भनेको बुझ्नुभयो होला है। जस्तै मैले यो फाइलहरू पठाइदिन्छु, यो पठाएँ भने तपाईँले यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् है, यहाँनिर तपाईँको 4 वटा कतिवटा 16 mm डायमिटरको छ डन्डी, त्यो पछि 4 वटा मेन 20 mm को छ डन्डी भएको यहाँनिर कोलम छ। यो यसको डाइमेन्सन 14 इन्च बाई 14 इन्चको हो, 14 बाई 14 को। यो कोलम फेरि बनाइराख्न पर्दैन, तपाईँले रेक्टेङ्गल तानेर यसरी त्यो पछि सर्कलहरू बनाएर हैन, यसरी सर्कलहरू बनाएर फेरि त्यो बनाइराख्नै पर्दैन, यही कपी गरिदिने है त। ओके, यही कपी गर्नुहोस्। यहाँ हेर्न सक्नुहुन्छ धेरैवटा कोलमहरू छ है त। अब यहाँनिर हेर्नुभयो भने सुरुमा यसको कोलममा, यो कोलम रो र कोलमको कलममा, कलम भनौँ कोलम नभनौँ यहाँ है, हेर्नुहोस् त यहाँनिर A1 D1 भनेर लेखेको छ। यहाँ हेर्नुहोस् है, A1 भनेको एउटा कोलम, D1 भनेको अर्को कोलम। A1 भनेको A र 1 भन्ने ग्रिडको इन्टरसेक्सन, अर्थात् 1 कता छ, यहाँ रहेछ यो कोलम है। अब यसको डाइमेन्सन कति हो हेरौँ है त। यसको डाइमेन्सन 14 बाई 14 रहेछ। अनि यहाँ 2 भनेर लेखेको छ, 2 भनेको A1 भनेको एउटा, D1 भनेको अर्को, यसको लागि 2 लेखेको हो। र यसको तपाईँको ग्राउन्ड फ्लोरमा पहिलो तल्लामा हेर्नुभयो भने यस्तो टाइपको रहेछ कि यसको डिटेल, बुझ्नुभयो? र फर्स्ट फ्लोरमा हेर्नुभयो भने चाहिँ 8 वटा 16 mm को डन्डी युज गरेको रहेछ। पहिलो तल्लामा 4टा 16 mm को, दोस्रोमा 4टा 20 mm को, सरी पहिलो तलामा यहाँ हेर्नुहोस् त 4टा, यो सुरुका 1 2 3 4, यो मेन 16 के भन्छ 20 mm को र बिचको 16 mm को युज गरेको छ भने फर्स्ट फ्लोरमा आउने बित्तिकै 8 वटा 16 mm को युज गरेर रहेछ है। डन्डीको साइज घट्यो, 20 mm को घटेर सबै 8 वटा 16 mm को बनाइदिया छ है। सेकेन्ड फ्लोरमा यो पिलर छैन है त। यसरी राख्दिने, यो पिलरको बारेमा तपाईँले थाहा पाउनुभयो, सबै कुरा हजुरलाई थाहा भयो। यो पिलर पहिलो तल्लामा कस्तो हुन्छ, दोस्रो तल्लामा कस्तो हुन्छ, सबै कुरा बुझ्नुभयो के तपाईँले यति भइसकेपछि। अब सेम प्रकारले अर्को एउटा कोलम हेर्छु ल। सपोज हेर्नुहोस् तपाईँले B5 र D5 भन्नेको है त। B5 D5 कहाँ छ, B भन्ने कहाँ छ, B यहाँ छ, 5 भनेको यहाँ भयो। हेर्नुहोस् त यो कोलमको हामी हेरौँ है त के कस्तो रहेछ यसको। यसको साइज 14 बाई 14 रहेछ र यसको डिटेलिङ हेर्नुहोस् त अघिकै जस्तो छ। पहिलो तलामा दोस्रो तलामा पनि सेमै रहेछ, तेस्रो तलामा 8 वटा 16 mm को डन्डी युज गरेको रहेछ है त। यसरी गरेको छ, यसरी तपाईँलाई देखाइदिएको छ है त। यसरी तपाईँहरूले सजिलैसँग बनाउन सक्नुहुन्छ। यो म प्रोभाइड गरिदिन्छु, यो प्रोभाइड गरिसकेपछि तपाईँले सजिलैसँग यसैलाई युज गरेर लाइफभरि यही डाइमेन्सनको यदि छ भने युज गर्न सक्नुहुन्छ। ओके ल, ठिक छ। अब त्यसै गरी यहाँनिर हामी हाम्रो केसमा पनि नेमिङ दिउँ, हाम्रो ड्रइङमा पनि नेमिङ दिनुपर्छ। C1 C2 C3 C4 भनेको कुन हो भनेर। अब यसलाई नेमिङ दिँदा चाहिँ तपाईँहरूले अलिकति कुरा ख्याल चाहिँ गर्नुपर्छ। के कुरा ख्याल गर्नुपर्छ भन्दा C1 भनेको कुन हो, C2 भनेको कुन हो, C3 र C4 भनेको कुन हो है। अब हेर्नुहोस् ल, यहाँनिर एउटा ड्रइङ छ, अर्को उतातिर पनि छ हाम्रो फुटिङको, त्योबाट हेर्दा पनि भयो, फरक केही छैन। हेर्नुहोस् है, C1 भनेको तपाईँको कर्नरको, घरको कर्नरकोलाई C1 भनिन्छ। C2 भनेको फेसको कोलम, फेसको कोलमले यति पोर्सनको लोडहरू लिन्छ, यति पोर्सनको लोडहरू लिन्छ। हेर्नुहोस् तपाईँको कर्नरको जुन कोलम छ यसले यति मात्र एरियाको लोड लिइदिन्छ हैन त। सेम प्रकारले भित्रको इनर कोलम जुन छ यसले चारैतिरबाट यहाँ लोड लिइरहेको छ। हेर्नुहोस् C3। त्यसै गरी C4 भनेको चाहिँ जुन सिँढीको तपाईँलाई लोड जुन कोलममा जान्छ त्यसलाई C4 भनेर यसरी डिनोट गरिएको छ है त। यसरी बुझ्ने, C1 भनेको कर्नर, C2 भनेको फेस, C3 भनेको इन्टरियर, C4 भनेको स्टेयरकेसको, यसरी बुझ्नुहोस्। अब यति भइसकेपछि मैले बिम र कोलमको बारेमा तपाईँहरूलाई एउटा असाइनमेन्ट दिन्छु। भोलि तपाईँहरूले मजाले यसको बारेमा बुझेर आउने है, बिम कलम कसरी सेलेक्ट गरिन्छ। अब यहाँनिर हेर्नुहोस्, अब यहाँनिर हजुरले कर्नरको कोलम कुन हो पत्ता लगाउने है त। जस्तै यहाँनिर हेर्नुहोस्, तपाईँको घर सधैँ 4 पाटा परेको नहुन पनि सक्ला, कहिलेकाहीँ अलिकति थोरै केही डिफरेन्ट पनि आउन सक्ला, यस्तो टाइपको पनि हुन सक्ला। अब यस्तो टाइपको भइदियो भने तपाईँले सिम्पली यहाँनिर
यहाँनिर हेर्नुहोस् म एउटा सामान्य रेक्टेङ्गल बनाइदिन्छु अथवा यसैलाई कपी गर्छु